हेलो हेलो सम्पूर्णमा नमस्कार। मेरो चाहिँ सानो सानो तीनटा छोराछोरी छ है हजुरहरू। अस्ति 15 गते पाएको तीनटा छोराछोरी, दुईटा छोरा एउटा छोरी। म चाहिँ सानो जानकारी लिन आएको। छोराछोरीको आमा चाहिँ यही हो मेरो काली प्यारी। तीनवटा छोराछोरी पाई। सानो जानकारी भन्नाले चाहिँ अब मेरो सानो छोराछोरीको चाहिँ आमा चाहिँ यही हो। यो चाहिँ अब पाउन लागेको छ 2-3 महिना अगाडि देखि चाहिँ एकदमै पेट ठुलो थियो हैन। सानो जानकारी भन्नाले चाहिँ अब बाख्रा ब्याउने भइसकेपछि चाहिँ पाठा पाउनुभन्दा अगाडि चाहिँ 3 दिन 4 दिन अगाडि चाहिँ धेरै खानेकुराहरू घाँस खोले दानाहरू चाहिँ धेरै दिनु हुँदैन रहेछ र पाइसकेपछि पनि 2-3 दिन पछाडिसम्म चाहिँ पाएपछि पनि 2-3 दिनसम्म चाहिँ धेरै खानेकुराहरू दिनु हुँदैन रहेछ। जस्तै घाँस खोले दानाहरू दिनु हुँदैन रहेछ। बाख्रालाई धेरै समस्याहरू हुँदो रहेछ। अब जस्तै अन्तिम पाउन लागेको अन्तिम दिनसम्म पनि धेरै खानेकुराहरू दिँदाखेरि चाहिँ पेट ठुलो भइसकेपछि चाहिँ यो बच्चाहरू चल्न धेरै गाह्रो भएको भएर बाख्रालाई धेरै गाह्रो हुने रहेछ। त्यो चाहिँ मैले यसपालिको पाठाहरू पाउने बेलामा अनुभव लिएँ। त्यही भएर अब यो सानो जानकारी चाहिँ यही हो। जो पाठा पाउनुभन्दा अगाडि चाहिँ खानपिनमा चाहिँ धेरै ध्यान दिनु पर्दो रहेछ, कन्ट्रोल गर्नु पर्दो रहेछ। खायो भन्दैमा दिएँ भन्दैमा धेरै खानेकुराहरू दिनु हुँदैन रहेछ। अनि धेरै पेट डम्म भइसकेपछि चाहिँ अब बच्चाहरू मेरो त झन् 3वटा सानो बच्चाहरू चाहिँ अब चल्न धेरै गाह्रो हुने भएको भएर आमालाई पनि धेरै गाह्रो, बच्चाहरूलाई पनि चल्नभित्र गाह्रो हुने हुनाले ब्याउनुभन्दा अगाडि हप्ता दिन 2 हप्ता अथवा 4-5 दिन अगाडिसम्म चाहिँ खानपिन चाहिँ धेरै कन्ट्रोल गर्नुपर्ने रहेछ। पाउने बेलामा पनि धेरै गाह्रो भयो, धेरै घन्टा बिरामी भयो, बिमार लाग्यो। अनि त्यही भएर चाहिँ खानपिन चाहिँ धेरै कन्ट्रोल गर्नुपर्दो रहेछ। त्यो कुरा चाहिँ मैले अनुभव गरेँ यसपालि। अनि सकेसम्म चाहिँ सानो छ बाख्रा पनि फेरि पाउनु छ 3वटा छोराछोरी। अनि दाना पानी घाँस चाहिँ धेरै कन्ट्रोल गरेर दिनुपर्दो रहेछ। धेरै ज्ञानी छ, राम्रो छ। 3वटा छोराछोरी पाउँछ मेरो कालीले। अनि बानी पनि छ फेरि एकदम एउटा खराब बानी चाहिँ दाना पातलो भएपछि पोखाइदिने, बाक्लो चाहिँ खाइदिने। अनि छोराछोरी चाहिँ 2-2वटा पाइदिने। 2 लट भयो 3वटा पाइदिएको। योभन्दा अगाडि पनि 3वटा थियो, 3वटा हुर्केर बेच्यो। त्योभन्दा अगाडि 2-2वटा थियो, त्यो पनि बेच्यो। मेरो कालीले धेरैभन्दा धेरै फाइदा दिएको छ। यसको खसी बोका 17,000 19,000सम्ममा बढीमा त्यतिमा बेचेको छ। अनि 12,000 9,000 7,000 त्यस्तै थुप्रो फाइदा गरेको छ मेरो कालीले चाहिँ। एकदम ज्ञानी छ, कराउँदैन। घाँसपात खोले एकदम खाने, पाठा पनि राम्रो दिने। त्यस्तो छ मेरो कालीको बानी चाहिँ। अनि धन्यवाद सम्पूर्णमा मेरो सानो अनुभव सेयर गरेको सबैले सुनिदिनुहोस्। धन्यवाद, नमस्कार।